यस्ता चामल जडेको घरमा एक बस्दैन दुई बस्दैन। ए बुढी के गरेको? ए पत्तो बुढी तिमी कहाँ हिँडेको मलाई छोडेर? के भएर मैले के के गरे अरे? यति सब गरे तिमीलाई लाज लाग्दैन? अलिअलि नाक बन्नी छ कि नै? इज्जत छ कि नै तिम्रो यो घरमा? म जान्छु, म बस्दिनँ यहाँ म। ए त्यसो भए त यो घर छोडेर जान लागेको? तैँले यो घरमा मलाई एक्लै छोड्न खोजेको? देखि छैनस् त्यहाँ तेरो साला बानाहरू देखि छैनस् सानसाना भएका छन् कहाँ छोडेर गइछ? तैँले मलाई एक्लै छोडेर जानिस्? म के गरेछु र भन् त? तिम्रो ती सानमाहरू तिमी आफै पाल। खुब पाउने बेला त खुब घरतिर पाइयो र भगवानले दिएको भन्दै पाइदियो। अब आफ्नो सानमानहरू आफै सासुसा गर। हेर्नु तेरो ज्वाइँले के गरौँ यहाँ? मलाई पिटेर घरबाट निकाल्दियो यसले मलाई। नरिसानु बुढी के गर्ने त अब यही एउटा गङ्गा जल भन्ने यही कुकुरको मुत खाइयो। अब थाहा पाइएन अब राति सुतेको बेलामा के भयो नरिसानु हो। मैले मात्र एक्लै पाएको हो र दुईटीको कुरा मिलेको होइन त भइहाल्यो त नरिसाउ न। बच्चा भइहाल्यो। अब मैले अम्बानी छोरा जस्तै बनाउँछु भनेर रातभरि मिहिनेत गरेर पाएको। नरिसाउ न तिमी त्यसरी किसानले मलाई छोडेर नजाउ न बुढी तिमी नजाउ न मलाई छोडेर। बस्दै त एक्लै बस्दै गर। तिमी जे भन्छौ म त्यही